हेलो गाइज वेलकम टु माई मिनी भ्लग। आज मेरो छुट्टी अनि दुबईमा कस्तो हुन्छ त छुट्टीको दिन हेर्नुहोस् है त। बिहान एक्सर्साइज गरेर चाहिँ आफूलाई हल्का फिट बनाएँ होइन। आज धेरै नै फ्रेस फिल गरिरहेको छु किन भन्दाखेरि राम्रोसँग दामी निदाएँ। सो यो कपडा चाहिँ धुन्छु, अर्को कपडा लगाएँ। अब चाहिँ मेरो कपडाहरू छ होइन, हप्ताभरि कति नधुएको कपडाहरू ड्रेसहरू छ नि त। सो मेरो युनिफर्महरू ओ माई गड क्या गन्ध यार मजा त। अनि अब यसरी मैले होइन स्टार्ट गरेँ। यहाँको बिहानको 10 बजिसक्यो, केही खाएको छैन, कस्तो साइको भइरहेको छ पेट दुखेर। सो हल्का किसमिस हालेँ, बुस्टरमा बिस्कुट मिसाउँदै खाएर हल्का अब तरण भयो नि त। सो अनि मेरो चाहिँ यो केसहरू अनि दारीहरू हल्का मिलाउनु पर्ने थियो होइन। टक्क आफैले काट्छु म, कपालहरू पनि प्रायः हजममा जाँदिनँ। अब चाहिँ नुहाएर मैले खाना स्टार्ट गर्छु। आज चाहिँ म स्पेसियल खाना बनाएर खान्छु। अब स्पेसियल के छ भन्दाखेरि चाहिँ म प्रायः अब चिलीहरू यतात्यता मिसाउँदिनँ, जस्ट लसुन अदुवा प्याजहरू मात्र मिसाइरहेको हुन्छु होइन। फर्स्टमा खाना बसाउँछु, खाना पकाउँदै अरू काम गर्न पनि सजिलो हुन्छ नि त। सो अब चाहिँ मेरो अब गार्निचहरू के छ सबै काटकुट गर्छु। आँखा यस्तो पोल्यो कि आम्मामा म प्याज सहनै सक्दिनँ क्या, गाह्रो भइहाल्छ। आज चाहिँ मैले स्पेसियल भनेको चाहिँ अब आलु र अन्डा मिसाएर चाहिँ बनाउन आँटेको हो। सायद तपाईँहरूले चाहिँ यस्तो देख्नु भएको थिएन होला, मलाई चाहिँ मजा लाग्छ, मनपर्छ। फर्स्टमै मसलाहरू सबै म चाहिँ हालेर चाहिँ बनाउने गर्छु किनकि मलाई चाहिँ मनपर्छ अगाडि नै यो पुरा मसला बनाएर गर्दाखेरि चाहिँ। अब चाहिँ म अन्डा रेडी गर्छु अनि यसमा चाहिँ हल्का मैले लसुन अनि अदुवाहरू चाहिँ मिक्स गरेर चाहिँ पुरै घोलेर होइन टक्क हाल्दाखेरि चाहिँ अब दामी पाक्छ क्या, दामी पुरा टेस्टी हुन्छ यो है। तपाईँहरूले पनि ट्राई गर्न सक्नुहुन्छ। अन्तिमसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद है त। अर्को भिडियोमा मिल्छु। थ्याङ्क यू सो मच, बाई बाई।